ल अब पहिला सुरुमा चाहिँ इक्लिप्स आइडी हाल्नु पर्यो है इन्स्टलरबाटै हाल्दा चाहिँ अनि त्यसपछि तिमीहरूले इक्लिप्स फर जावा एन्ड वेब डेभलपर्स जस्तो आउँछ होला होइन सेकेन्ड पोइन्ट त्यो हाल्नु पर्यो है त फर्स्ट लिङ्कमै जाने अनि त्यसपछि सेकेन्ड पोइन्ट त्यही गरे भने सबैले त्यो गऱ्यो भने चाहिँ सायद इक्लिप्स डाउनलोड हुन्छ हल्का टाइम लाग्छ केही फरक परेन है त्यसको लागि चाहिँ त्यति गरिसकेपछि चाहिँ यदि तिमीहरूकोमा जावा अलरेडी इन्स्टल्ड छैन भने एकचोटि जावा इन्स्टल गर्ने जेडीके अनि म एक दुईवटा जेडीके जेभिएम र जिआरईको बारेमा पनि भनिदिन्छु है अनि त्यो गरेको छैन भने चाहिँ जावा इन्स्टल गरेको छैन भने जावा इन्स्टल गर्ने कसरी हेर्ने भन्दा सिएमडी कमान्ड प्रम्प्ट खोल्ने त्यसपछि त्यहाँ चाहिँ जावा -- भर्जन ड्याश भर्जन हाल्यो भने चाहिँ एकछिन यति गऱ्यो भने मात्र हुन्छ होला एउटा मात्र हुन्छ ल यसरी आउँछ है जावा यदि इन्स्टल छ भने चाहिँ यसरी उसले चाहिँ रन टाइम डिफाइन गरिदिन्छ अनि जावा भर्जन त्यति भन्नु भनिदिन्छ है अब तिमीहरूले चाहिँ के गर्नु पर्यो भने जावा छैन भने चाहिँ हाल्दा पनि हुन्छ तर अहिलेको लागि नहाल्दा पनि केही फरक चाहिँ पर्दैन है त अब एक दुईवटा कुराहरू चाहिँ जावाको बारेमा बुझ्नु पर्यो जावा कसले डेभलप गरे थाहा छ त्यो जेम्स गस्लिङ भन्ने छ एउटा है अनि उसले चाहिँ एउटा जावा डेभलप गरेको खास इनिसियली चाहिँ के थियो भने हाम्रो सी अनि C++ पनि भर्खर डेभलप हुँदै थियो है अनि जावा चाहिँ एज अ होल अब्जेक्ट ओरिएन्टेड भनेर आएको अब हाम्रो मल्टिफङ्सन कामहरू जे छ सबै जावाको थ्रुबाट गरिन्थ्यो अहिले चाहिँ अब धेरै ल्याङ्ग्वेजहरू डेभलप भइसक्यो होइन त्यही पनि यसको इम्पोर्टेन्स घटेको छैन है अब हाम्रो कोड बेस जावाको यति ठुलो छ कि त्यो हटाउन धेरै नै टाइम लाग्छ भनेको कम्प्लिटली जावा हट्दैन हाम्रो लाइफ टाइममै कम्प्लिटली जावा हट्दैन त्यो चाहिँ स्योर हुने है किनभने हाम्रो कोड बेस जावाको कोड बेस नै धेरै ठुलो छ कि अलरेडी इन्टरप्राइज एप्लिकेसनहरू जावामा बनिसकेको छ अनि त्यत्रो ठुलो एप्लिकेसनहरूलाई फेरि अर्को ल्याङ्ग्वेजमा सिफ्ट गर्न पोसिबल छैन तर अब सिफ्ट पनि किन गर्ने होइन जावा सिक्योर छ प्लस रिलायबल छ अनि मेन कुरा त्यसपछि लार्ज वर्कलोडहरू धान्न सक्छ अनि त्यसमाथि यसको अब डेभलपर कम्युनिटीहरू पनि एकदम लार्ज छ त्यही भएर जावा त्यस्तो साह्रो रिप्लेस पनि हुँदैन त्यही भएर तिमीहरूले ढुक्क तरिकाले जावा सिक्नु पर्यो अनि प्लस केही प्रब्लम पर्यो भने चाहिँ जहाँ खोज्दा पनि भेटिन्छ एन्सर है त डकुमेन्टेसन पनि प्रशस्त छ स्ट्याक ओभरफ्लोमा कम्युनिटी पनि ठुलो छ तिमीहरूलाई केही इरर आयो भने सिधै त्यहाँ गएर खोज्दा पनि केही फरक पर्दैन है अनि गर्दा चाहिँ कसरी गर्ने भने ट्युटोरियल मात्र नहेर्ने आफूले पनि केही गर्ने अनि प्रोजेक्टहरूबाटै सिकिन्छ होइन आफूले केही गरेन भने चाहिँ कहिले पनि ल्याङ्ग्वेज सिकिँदैन जावा होस् या पाइथन होस् या सी होस् या C++ होस् अथवा अरू कुनै ल्याङ्ग्वेज होस् है आफूले तिमीहरूले गरेको छौ भने चाहिँ सिक्यौ गरेको छैन भने चाहिँ सिकिँदैन है यो लर्निङ प्रोसेस नै त्यसरी नै जाने हो तिमीहरूले ल्याङ्ग्वेज नै हो होइन नेपाली पनि गरेर बोलेर लेखेर त सिक्यो भने सुनेर होइन त्यही नै हो प्रोसेस चाहिँ त्यही भएर त्यही प्रोसेसमा चाहिँ हामी अगाडि बढ्नु पर्यो मैले भन्नु खोजेको मैले केही काम गर्छु त्यही भएर तिमीहरूले पनि त्यो गरे हुनु पर्यो प्लस घर गएर प्र्याक्टिस गर्ने मान्छे बसाल्नु पर्यो कि है अनि अर्को कुरा चाहिँ इम्पोर्टेन्ट के हो भने मैले सायद फर्स्ट क्लासमा पनि भनेको थिएँ होइन गिटहबको कुरा जुन छ तिमीहरूले गर्दै जान्छौ गिटहबको बारेमा केही नलेज छैन भने चाहिँ सोध्ने प्लस म एउटा क्लास पनि राखौँला केही फरक परेन हामीले जावा कोर्स सकेपछि है अनि गिटहबमा चाहिँ तिमीहरूले रेगुलरली पुस गर्दै जाने अनि क्लासमा दिएको असाइनमेन्टहरू होस् या क्लासमा गरेको कुराहरूको प्र्याक्टिस होस् अथवा क्लास वर्क नै होस् किन नहोस् होइन त्यो चाहिँ गिटहबमा कन्टिन्युसली पुस गर्दै जाने तिमीहरूको सेसन सकिसकेछ भनेको तिमीहरूको जब ओभरअल क्लास सकिन्छ नि जावाको त्यतिखेर चाहिँ म तिमीहरूको गिटहब लिङ्क माग्छु अनि त्यही लिङ्क हेरेर चाहिँ रिफर गर्ने हो है त मैले भने बुझ्यौ यो चाहिँ अब आज अथवा भोलि जहिले हुन्छ त्यहाँबाट चाहिँ स्टार्ट गर्दै हुन्छ अनि मैले भनिहालेँ अब जावा हाल्नु मन छ भने हाल्दा हुन्छ तर अहिलेको है नहाल्दा पनि केही फरक चाहिँ पर्दैन है अब त्यो गरिसकेपछि के गर भने फाइलमा जाऊ तिमीहरूको यो फाइल भन्ने त देखाएको छ होला त्यहाँ एकचोटि हेर त जस्ट अब इक्लिप्स आइडीसँग चाहिँ हल्का फ्यामिलियर हुनु पर्यो है अब यहाँ चाहिँ अब तिमीहरूले गर्दै जाने कुरा हो यो चाहिँ होइन सर र एकचोटि हेर्ने सायद कुनै पहिला आइडी युज गरेको छ भने चाहिँ त्यस्तो गाह्रो पर्दैन सिमिलरै छ है सेम त अभियसली हुँदैन बट सिमिलर चाहिँ छ त्यही भएर चाहिँ के गर्ने सुरुमा फाइलमा जाने न्यूमा जाने अनि एउटा नयाँ प्रोजेक्ट है अथवा सिधै न्यू प्रोजेक्ट गरे पनि हुन्छ अब यहाँ धेरैवटा प्रोजेक्टहरू डेभलप गर्न मिल्छ है हेरेर त यहाँ के भनेको छ मार्भियन एप्लिकेसन प्रोजेक्ट डाइनामिक वेब प्रोजेक्ट इजेबी प्रोजेक्ट सबै प्रोजेक्टहरू डेभलप गर्न मिल्छ तर हामीले अहिले गर्ने हुन्छ भने सिम्पल जावा प्रोजेक्ट हो त्यो प्रोजेक्टमा दाब्ने अब यहाँ चाहिँ जावा प्रोजेक्ट है अब यो मार्भियन भने के हो
अनि डाइनामिक वेब प्रोजेक्ट भनेको के हो, यताउता सबै कुराहरू हामी पछि हेर्छौँ। भयो। त्यसपछि नेक्स्ट गर। अब यहाँ चाहिँ प्रोजेक्टको नाम दिने, यही नाम दिएँ, केही फरक पर्दैन है। अनि प्रोजेक्टको नाम दिएर स्पेस दियो भने चाहिँ इरर आउँछ है। अब यहाँ जस्तै मैले अब अहिले हेर है, तिमीहरूकोमा जावा जावा एससी 17 भनेको छ, मेरोमा अटोमेटिकै छोडिदिने। त्यसपछि नेक्स्ट गर्ने। नर्मल्ली के नगर भने प्रोजेक्ट बनाउँदा स्पेस दिने काम चाहिँ नगर्ने है। अनि हाम्रो पनि एउटा सर्टेन केस फलो गर्नुपर्छ, त्यो चाहिँ अब पछि बिस्तारै तिमीले गर्न थालेपछि गर्ने सिकिहाल्छ है। सोर्स फोल्डर क्रिएट गर्नुपर्छ भनेको छ, त्यो केही पनि नगरिकन सिधै फिनिस गरे पनि हुन्छ है। ल यहाँ प्रोजेक्ट बनायो हेर त, बनिसकेको छ भने एकचोटि यहाँ अनि प्रोजेक्टको लेआउटमा हेर्ने है। ठिक छ, सबैको प्रोजेक्ट क्रिएट भयो। त्यसपछि प्रोजेक्टमा राइट क्लिक गर्ने, अथवा सोर्समा गरे पनि हुन्छ, प्रोजेक्टमा गरे पनि हुन्छ है। एसआरसी फाइलमा गरे पनि हुन्छ, प्रोजेक्टमा राइट क्लिक गरे पनि हुन्छ। न्यूमा जाने, न्यूमा गएपछि सिधै क्लासमा जाऊ है। प्रोजेक्ट बनिसकेपछि प्रोजेक्टमा गए पनि हुन्छ, सोर्समा गए पनि हुन्छ, सिधै क्लास क्लिक गरेर त्यहाँ क्लासको नाम देऊ एउटा। ल अहिले मैले इन्ट्रो भने, अनि प्याकेज पनि दिने जावा जसको इन्ट्रो। ल अथवा सिधै लोवर केसबाट फलो गर भने चाहिँ यसले, त्यही भएर लोवर केसै गरिदेऊ। अब एक दुईवटा कुराहरू हेर है यहाँ। अब यहाँ चाहिँ के भनेको छ भने, अब तिमीहरूलाई मेन मेथड जेनेरेट गर्नु मन छ भने उसले आफैले जेनेरेट गरिदिन्छ। यहाँ क्लिक गऱ्यो भने मेन मेथड जेनेरेट हुन्छ है। अनि मेन मेथड भनेको के हो म त्यसको बारेमा पनि भनिदिन्छु। अनि त्यसपछि अनि अर्को कुरा, कन्स्ट्रक्टर फ्रम सुपर क्लास। कन्स्ट्रक्टर भनेको के हो त्यो पढ्दा हामीले सिक्छौँ। इनहेरिटेड एब्स्ट्राक्ट मेथड भनेको छ, यो पनि हामी पढेपछि सिक्छौँ है। हामीले ओबी पढ्दा यो कुराहरू बुझ्छौँ। अहिलेको लागि तिमीहरूलाई सिम्पल मेन मेथड अहिले सिधै क्रिएट गर्न मन छ भने चाहिँ क्लिक गर्ने, मन छैन भने सिधै फिनिस गर्दा पनि केही फरक पर्दैन है। यदि तिमीहरूले सिधै फिनिस गरेछौ भने यो आउँदैन, सिधै फिनिस गरेको छैन भने चाहिँ एउटा मेन मेथड क्रिएट गरिदिन्छ। तिमीहरूलाई मेन मेथड क्रिएट गर्नु मन छैन तर यसरी गर्नु मन छैन भने चाहिँ सिधै के गर भने एमएआइएन अनि हेर त यहाँ सायद अर्को मेन मेथड भनेर उसले कन्ट्रोल स्पेस दाब्यो भने चाहिँ रिफर गरिदिन्छ है। बुझ्यौ नि होइन? एमएआइएन कन्ट्रोल स्पेस दाब्यो भने चाहिँ मेन मेथड देखाउँछ, यहाँ क्लिक गर्ने अनि आफै जेनेरेट हुन्छ। अब एक दुईवटा कुराहरू बुझ्नुपर्ने यहाँ चाहिँ के छ भने धेरै कुराहरू छ है। अब सिधै म यहाँ चाहिँ जाँदिनँ, अहिले थोरै जावाको ब्याकग्राउन्ड बुझौँ, कसरी काम गर्छ त्यो बुझौँ, अनि त्यसपछि यता पुगौँ है। सुरुमा चाहिँ एक दुईवटा कुराहरू जस्तै बोर्डमा हेरेको ल खास के हुन्छ भन्दा हाम्रो जेडीके जेडीके भने चाहिँ जावा डेभलपमेन्ट किट भन्छ है। अब यो भित्र चाहिँ जेडीके भने ओभरअल प्याकेज हो। अब यो जेडीके भित्र चाहिँ के हुन्छ, जेआरई हुन्छ। जेआरई भने के अरे, जावा रन टाइम इन्भाइरोमेन्ट। यहाँ तिमीहरूले हेऱ्यो भने चाहिँ जेआरई सिस्टम लाइब्रेरी भनेको छ नि, हो कि होइन? यो चाहिँ के हो भने जावा रन टाइम इन्भाइरोमेन्टको चाहिने कुराहरू सबै जे छ नि, यो चाहिँ सबै जेआरई भित्र छ हेर त। बुझ्यौ? जेआरई भित्र के छ अरे, जावालाई चाहिने रन टाइममा चाहिने सबै कुराहरू जेआरई भित्र छ। अब जेआरई भित्र के हुन्छ भन्दा जेभिएम है, जावा भर्चुअल मसिन। जावा भर्चुअल मसिन भनेको चाहिँ के हो भने यस्तो एउटा मसिन हो होइन। उसले चाहिँ के गर्छ, तिमीहरूले लेखेको कोडलाई केमा कन्भर्ट गर्छ, बाइट कोड भनेपछि यसले के गर्दो रहेछ, कोड इन्टु बाइट कोड। अब बाइट कोड भनेको हामीले हेर्न चाहिँ मिल्दैन, बट उनीहरूले जब बाइट कोड जेनेरेट हुन्छ नि तब चाहिँ त्यो बाइट कोड रन गरिसकेपछि कोडबाट बाइट कोड आउँछ। त्यो बाइट कोड लिएर आउने काम कसले गर्यो, जेभिएमले गर्यो। अब त्यो बाइट कोडलाई रन गरिसकेपछि एक्जिक्युट गरिसकेपछि इएक्सी फाइल जस्तै हो कि, त्यसरी बुझ्न है। अनि एक्जिक्युट गरिसकेपछि के आयो, हाम्रो आउटपुट आयो है त। अब
JVM को काम चाहिँ यो बाइट कोड हामीले जावा भर्चुअल मसिन चाहिँ अब जब बाइट कोड जेनेरेट भइसक्छ नि यो बाइट कोडलाई हामीले जुन मसिनमा पनि रन गर्न मिल्छ। यो चाहिँ कसले इनेबल गर्छ त JVM ले इनेबल गर्छ। भन्न खोजेको जब एउटा बाइट कोड छ तिमीहरुसँग अनि त्यो बाइट कोडलाई जुन मसिनमा पनि रन गर्न मिल्छ। यो होस् या त्यो होस् या त्यो होस् के फरक परेन है। अनि यो जुन हामीले रन गर्ने मल्टिपल मसिनहरुसँग डिपेन्डेन्ट छैनौ नि त्यसलाई चाहिँ इनेबल गरेको कसले JVM ले भर्चुअल मसिनले है त। भर्चुअल मसिन यस्तो मसिन जुन चाहिँ हरेक युनिफर्मिटी ल्यायो के यसले हरेक डिभाइसमा रन गर्न सकिने भयो बुझ्यो। तिमीहरुले पाइथन कसैलाई थाहा छ अलिअलि थाहा छ भर्चुअल इन्भाइरोमेन्ट भन्ने थाहा छ नि त्यहाँ चाहिँ के भयो इन्भाइरोमेन्ट सर्टेन एउटा प्याकेज मात्र भर्चुअल हुने भयो। यहाँ चाहिँ ओभरअल हाम्रो एप्लिकेसन के छ भर्चुअल छ भन्न खोजेको जहाँ पनि रन गर्न मिल्छ है। अनि कोड वान्स रन मल्टिपल टाइम्स अथवा रन एनीवेयर भन्ने खालको कन्सेप्ट चाहिँ जावाले फलो गर्छ भन्न खोजेको। अब एकचोटि कोड गरेपछि त्यो चाहिँ जहाँ पनि रन गर्न मिल्यो जतिचोटि पनि रन गर्न मिल्यो बुझ्यो नि हैन। अब यो पुरै यो JVM कोसँग छ JRE भित्र छ अनि JRE र JVM सित के बनाएको छ JDK बनाएको छ। अब तिमीले जावा हाल भनेको के हाल भनेको भने JDK हाल भनेको हो कि है जावा डेभलपमेन्ट किट हाल भनेको त्यो भने चाहिँ के भयो। अब तिमीले जावा भन्नु खोज्यो भने पनि JDK इन्स्टल गर्नुपर्छ कि भनेपछि त्यसले के इन्स्टल गर्दो रहेछ JVM पनि इन्स्टल गर्छ JRE पनि इन्स्टल गर्छ। JRE भने सिम्पल सिस्टम लाइब्रेरी भयो है। यसरी चाहिँ काम हुन्छ है। अब यहाँ चाहिँ तिमीहरुले कहिले इन्टरभ्यु यताउतातिर पनि सोध्न सकिन्छ हैन। अनि यो चाहिँ तीनटा पिलर्स अफ जावा JVM JRE र JDK यसलाई चाहिँ एक्सप्लेन गर्न सक्ने हुनु पर्यो। अनि प्लस अब केही कुरा यो फर्दर चाहिँ हामीले जान्नु छ भने चाहिँ हामी फर्दर हेरिहाल्छौँ त्यो ठुलो कुरा भएन है। ल अब यहाँ हाम्रो ब्याक टु प्रोग्राम आउने है इन्ट्रोमा जाउँ। यहाँ क्लास भनेको छ है फर्स्ट स्टेटमेन्ट अथवा प्याकेज हाम्रो डिफाइन भएको छ जावा इन्ट्रो भनेर हैन। अनि थर्ड लाइनमा के छ पब्लिक क्लास इन्ट्रो भनेको छ। अब यो पब्लिक भनेको चाहिँ के हो एक्सेस मोडिफायर अथवा यसले चाहिँ कहाँ कसले भिजिबिलिटीको कुराहरू यो पब्लिक भनेर डिफाइन गरेको कुराले भन्ने हो है। प्लस अब एक्सेस मोडिफायर भनेको के हुन्छ कस्तो हुन्छ फर्दर एक्जाम्पल्स अफ एक्सेस मोडिफायर चाहिँ हामी OOP मै पढ्छौँ। अब क्लासको बारेमा पनि हामी OOP मा पढ्छौँ तर हाम्रो फर्स्ट स्टेटमेन्ट नै के छ क्लासबाट स्टार्ट भएको छ भन्न खोजेको। एउटा के भनेर बुझ्ने भने क्लासलाई एउटा बिल्डिङ टाइपको हैन एउटा सर्टेन टाइप अफ बिल्डिङ हैन। त्यस्तै अब जस्तै अब यहाँ मैले क्लासको अब्जेक्टहरु बनाउँछु अब्जेक्ट भने चाहिँ अब त्यो क्लास युज गर्ने चाहिँ त्यो अब्जेक्टहरुको थ्रुबाट हो है। क्लास आफैमा युज गर्न मिल्दैन हामीले अब्जेक्ट नबनाएसम्म क्लास युज गर्नै मिल्दैन है। अब्जेक्ट त्यो क्लासको अब्जेक्ट बनायो भने चाहिँ क्लास युज गर्न मिल्छ भनेपछि अब्जेक्ट इज द इन्स्टेन्स अफ अ क्लास। इन्स्टेन्स अफ अ क्लास भनेको जस्तै म एउटा मान्छे छु भने मेरो फिजिकल फर्म हो नि त हो हैन। यदि मेरो सोल मात्र युज गर्न मिल्छ कसैले इन्टरेक्ट गर्न मिल्छ मिल्दैन नि हैन भने क्लास एउटा सोल जस्तो भयो। अब त्यसलाई युज गर्नलाई के गर्नु पर्यो त्यसको अब्जेक्ट बनाउनु पर्यो कि अनि तब बल्ल त्यो क्लास युज गर्न मिल्ने भयो है। त्यो कुरा नि बुझ्नु पर्यो। अब अर्को चाहिँ यो छ है पब्लिक स्ट्याटिक भोइड मेन हेर्दा चाहिँ एकदम लामो सुनिन्छ तर हामीले सिधै मैले भनिहालेँ MAIN कन्ट्रोल स्पेस है सक्यो। अथवा तिमीहरूलाई कन्ट्रोल स्पेस पनि गर्न मन छ भने चाहिँ हामी पहिला सेटिङ्समा मिलाएर त्यहाँ कन्ट्रोल स्पेस नदाबिकन पनि डाइरेक्ट आउने खालको बनाउन सकिन्छ है त्यो पछि गरौँला। अब यहाँ चाहिँ तिमीहरू यो पुरै देखेर आत्तिनु चाहिँ पर्दैन है सिम्पल कुरा यहाँ सबैको मिनिङ छ मिनिङ नआइकन केही पनि काम हुँदैन। अब हामीले जहिले पनि अब पब्लिक भने मैले अलरेडी भनिसकेँ हैन यो चाहिँ के हो एक्सेस मोडिफायर हो। अब यो पब्लिक भने चाहिँ भिजिबिलिटीको कुराहरू आउँछ प्लस हामीले फर्दर OOP पढ्दा चाहिँ यसको बारेमा डिस्कस हुन्छ है। पब्लिक छ प्रोटेक्टेड छ प्राइभेट छ डिफल्ट छ यो चारवटा एक्सेस मोडिफायरहरू छ अनि यसको बारेमा डिस्कस गरिन्छ। स्ट्याटिक भनेको चाहिँ खास के हुन्छ भन्दा कुनै पनि मेथडको यदि स्ट्याटिक कुनै पनि मेथडलाई भनेको छ। अब मेथड र फङ्सनमा नि फरक छ है तिमीलाई अलिकति फास्ट भयो नि भन्ने बिस्तारै भन्छु म। मेथड र फङ्सनमा पनि डिफरेन्स छ। अब यो चाहिँ मेन मेथड भन्छौँ हामी जहिले पनि के बुझ्ने भने अब यहाँ जस्तै मेथड भने चाहिँ के हो इनसाइड अ क्लास है त मेथड भने चाहिँ। अनि फङ्सन भने चाहिँ आउटसाइड अफ अ क्लास। तिमीहरूले सी प्रोग्रामिङ पढेको छ भने चाहिँ त्यहाँ सबै फङ्सनहरू हुन्छ किनभने त्यहाँ क्लासै हुँदैन है। अब यदि पाइथन पढाएको छ भने पाइथनमा पनि हामीले फङ्सन बनाउन सक्छौँ मेथडहरू पनि हुन्छ। तर जावामा के हुन्छ हाम्रो फर्स्ट स्टेटमेन्ट भनेको ल सेकेन्ड स्टेटमेन्ट अहिलेको लागि थर्ड लाइनमा हेर त क्लास डिफाइन भएपछि बल्ल हामीले काम गर्न सुरु गरेको छौँ नि हो कि होइन भनेपछि हाम्रोमा यहाँ के हुन्छ त
जस्ट मेथड है। एभ्री फङ्सन इज अ मेथड इन अ जावा भनेपछि एउटा कुरा के पनि बुझ्ने भने अब यो फङ्सन यो मेथड हो तर यसलाई फङ्सन पनि भन्न मिल्यो। किन मिल्यो भने यो क्लासभित्र हुँदैन थियो भने यो फङ्सन हुन्थ्यो है। क्लासभित्र भएको कुराहरू क्लासभित्र भएको फङ्सनहरू चाहिँ के भयो त मेथड भयो, मेथड अफ अ क्लास है। स्ट्याटिक दिस मेन मेथड इज अ मेथड अफ अ क्लास इन्ट्रो। यहाँ हामीले जुन डिफाइन गरेको इन्ट्रो भन्ने क्लास छ त्यसको मेथड मेन मेथड चाहिँ के हो यो है। मैले अब यहाँ मल्टिपल मेथडहरू बनाउन सक्छु, अब त्यो सबै एउटा क्लासको भित्र हुन्छ है। ल सपोज मैले एउटा बाहिर एउटा मेथड बनाउन ट्राई गरौँ है। ल पब्लिक void study स्टडी भनेर मैले एउटा मेथड डिफाइन गरेँ है त। अब यहाँ के आउँछ हेर, इरर आइरहेछ। यसले के भन्छ हेर, सिन्ट्याक्स एरर, क्लास बडी क्लोज गर भन्यो यसले। भनेपछि उसले के गरिरहेछ नि, यहाँ क्लास बाहिर एउटा मेथड बनाउनै दिइरहेको छैन, बुझ्यौ। भनेपछि सरी क्लास बाहिर फङ्सन बनाउन दिइरहेको छैन भने बुझ्यौ नि होइन। अब मैले यसलाई कहाँ राख्नु पर्यो अरे, क्लासभित्र राख्नु पर्यो कि, बल्ल इरर हट्यो है। यो कुरा ध्यान दिने, एकदम यो चाहिँ सानो कुराहरूमा मिस्टेकहरू आउँछ कि, त्यही भएर तिमीहरूले सानो कुरालाई चाहिँ करेक्सन गर्दै जानु पर्यो। किनभने अरू ल्याङ्ग्वेजमा यस्तो छैन है, सबै ल्याङ्ग्वेजमा यस्तो हुँदैन। पाइथनमा यस्तो हुन्छ त हुँदैन नि है। अब त्यही भएर अलिकति सेक्योर भन्न खोजेको त्यही भएर हो, किनभने हाम्रो सबै केले इन्क्याप्सुलेट गरेको छ त क्लासले है। इन्क्याप्सुलेसनमा पनि हामी पढ्छौँ, ओपी धेरै इम्पोर्टेन्ट टपिक हो होइन। त्यता यो सानो कुराहरू सबै त्यता पनि हेरिन्छ है, थ्योरी बेसी छ। अब इन्क्याप्सुलेट गरेको चाहिँ कसले छ त, भेरिएबलहरूलाई मेथडहरूलाई क्लासले गरेको छ है। ल अब चाहिँ मेन मेथडमा जाउँ। अब मेन मेथड भनेको कस्तो मेथड, अब यहाँ अर्को कुरा के बुझ्नु पर्यो, स्ट्याटिक भनेको थिएँ नि मैले, स्ट्याटिकमा थिएँ है म। स्ट्याटिक भनेको चाहिँ प्रपर्टी अफ अ क्लास है। अब मैले यहाँ के भने, क्लास भने इन्ट्रिन्जिक होइन, त्यो एउटा सोल टाइपको होइन, त्यो अब्जेक्ट बनाएर बल्ल क्लास युज गर्न मिल्छ भने नि मैले। तर कुनै पनि मेथड स्ट्याटिक छ भने चाहिँ क्लासको थ्रुबाट गर्न मिल्छ है। स्ट्याटिक भन्ने जुन किवर्ड छ नि त्यसले चाहिँ अलिकति एक्सेप्सन लिएर आयो। के लिएर आयो त, जस्तै मेन मेथड छ नि अलवेज स्ट्याटिक। अब यो स्ट्याटिक किन हुन्छ त्यो पनि म भन्छु। स्ट्याटिक भएपछि क्लासको थ्रुबाट युज गर्न मिल्ने भयो। जस्तै मलाई स्टडी भन्ने मेथड कल गर्नु छ भने म के गर्नुपर्छ, जस्तै मलाई एउटा ल सिस, अब यहाँ चाहिँ अब प्रिन्ट गर्नु छ भने चाहिँ सिस आउट हो है, सिस आउट कन्ट्रोल स्पेस त्यही आउँछ है त। दिस इज अ स्टडी मेथड। ल मैले एउटा मेथड बनाएँ स्टडी भनेर प्रिन्ट गरेको छ, केही पनि गरेको छैन अरू यो मेथडले। मैले अब यो युज गर्नु पर्यो, मलाई स्टडी भन्ने मेथड युज गर्नु पर्यो भने मैले मेन मेथडमा के गर्नुपर्छ, कल गर्नुपर्छ। कसलाई कल गर्नुपर्छ, स्टडी भन्ने मेथडलाई कल गर्नुपर्छ, स्टडी है। अब यहाँ हेर है, अब कल गरेर पनि कतै राख्नु पर्यो अथवा के गर्नु पर्यो होइन। सिम्पल मैले अब अहिले चाहिँ अब यो इन्ट्रो टी इक्वल्स टु न्यू स्लो भयो। ल यहाँ हेर है, हाम्रो यो जुन मैले भर्खरै गरेँ नि यो चाहिँ सबै यो अब्जेक्ट बनाउने तरिका हो है। अब यहाँ एउटा एक दुईवटा किवर्डहरू अझै थपेको छ होइन, सबैको बारेमा डिस्कस गरौँला। फर्स्ट अफ अल त के छ, यहाँ एउटा अब्जेक्ट भनेर यो इन्ट्रो छ नि जुन, यो चाहिँ एउटा अब्जेक्ट हो, अब्जेक्ट अफ अ क्लास यो है। इन्ट्रो भन्ने क्लासको अब्जेक्ट, अथवा यसलाई इन्ट्रो 1 भनौँ ल है। यो चाहिँ के हो, अब्जेक्ट हो, अब्जेक्ट अफ अ क्लास इन्ट्रो है। अनि यसलाई न्यू भनेको छ भनेपछि नयाँ अब्जेक्ट हो भनेर भनेको, यो चाहिँ सिम्पल है। न्यू भन्ने बित्तिकै के भयो, म्युने गएर बस्छ अनि एउटा नयाँ अब्जेक्ट क्रिएट हुन्छ। अनि त्यसपछि यो चाहिँ कन्स्ट्रक्टर हो। तिमीहरूले कन्स्ट्रक्टर भनेर पहिलोचोटि सुने पनि हुनसक्छौ है। कन्स्ट्रक्टर भने यस्तो मेथड जुन जसको नाम चाहिँ क्लाससँग एकदम डिट्टो सेम छ है। अनि यो यसको मेन पर्पज भने के पनि हो भने अब्जेक्ट इनिसियलाइज गर्ने यसको वान अफ द मेन पर्पज हो कन्स्ट्रक्टरको है त। यो कन्स्ट्रक्टरले के गर्यो, नयाँ अब्जेक्ट इनिसियलाइज गरेको छ इन्ट्रो 1 भनेर है। अब यो इन्ट्रो भन्ने क्लासमा हाम्रो एउटा मेथड छ स्टडी भनेर है त। अब मैले यहाँ सिम्पल ल
ल अब यति गर्दा हेर त यहाँ यसले के भन्छ हेरौँ है। अब मैले यत्तिकै कल गर्नु छ भने यो स्टडी भन्ने मेथडलाई यसलाई के बना भने यसले स्ट्याटिक बना भन्यो। किनभने मैले यहाँ अब्जेक्ट युज गरेको छु त कल गर्न गरेको छैन नि। मैले अब यति इन्ट्रो 1 डट डिभाइस स्टडी भन्यो भने चाहिँ के भयो त के इरर आयो त्यहाँ आएन है। फेरि ध्यान दिएर हेर्नु है। यहाँ के भइरहेछ मैले अब्जेक्ट युज गरेर के गरेँ स्टडीलाई कल गरेँ तब इरर आएन। तर मैले यत्तिकै कल गरेँ भने चाहिँ इरर आउँछ अनि यसले मलाई के भन्छ यसलाई स्ट्याटिक बना भन्छ है। ल अब स्ट्याटिकको मिनिङ चाहिँ यहाँबाट आउँछ है। ल अब मेन मेथड बनाउ जहिले पनि स्ट्याटिक हुन्छ भनेपछि यसलाई मेन मेथडलाई कल गर्न के गर्नु परेन अब्जेक्ट बनाइराख्नु परेन है। इन्ट्रो भन्ने मेथडको इन्ट्रो भन्ने क्लासको अब्जेक्ट बनाएर हामीले मेन मेथड कल गर्नु पर्दैन। स्ट्याटिक भन्ने किवर्डले के गर्यो विदाउट मेकिङ एन अब्जेक्ट हामीले के गर्न मिल्यो मेन मेथड रन गर्न मिल्यो है त। त्यही भएर यहाँ स्ट्याटिक छ। अब मेन मेथड स्ट्याटिक हुनुको अब जस्तै मैले अरू कुनै पनि सुरुमा रन हुने मेथड कुन हो मेन मेथड हो नि अलवेज है। जहिले पनि रन के हुन्छ मेन मेथड हुन्छ भनेपछि यसलाई स्ट्याटिक गराउनुको त्यहीँबाट मिनिङ आउँछ। अब यसलाई रन गर्न मलाई कन्स्ट्यान्टली अब्जेक्ट बनाउनु पर्यो भने त त्यो इफिसियन्ट भयो त भएन नि त। त्यही भएर मेन मेथड त अलवेज रन गर्नु पर्यो। त्यही भएर चाहिँ यसलाई स्ट्याटिक गराइदिएको। यो भएपछि के भयो त उसले अब्जेक्ट बनाइराख्नु परेन है। अब यहाँ हेर त स्टडी भन्ने मेथड छ। अब यो मेथड त कन्स्ट्यान्टली रन हुने मेथड त होइन नि। मेमोरीमा हेर त मैले स्ट्याटिक गराएँ भने यसलाई अब यो चाहिँ पार्ट अफ द क्लास भयो। यसलाई अब के भयो इन्ट्रो भन्ने क्लासको थ्रु को प्रपर्टी भयो यो अब्जेक्टको प्रपर्टी भएन। मैले अब्जेक्ट बनाएर यसलाई कल गर्नु परेन इन्ट्रो स्टडीलाई किन परेन यदि स्ट्याटिक भयो भने चाहिँ। तर अहिले स्ट्याटिक छ त छैन भनेपछि यसको अब्जेक्ट बनाउनु पर्यो अनि बल्ल कल गर्न पाइयो है। अब मैले यहाँ के गर्न मात्र INTRO1 भनेर डट भनेर STU है यसरी बल्ल कल गर्न पाएँ। बुझ्यो हो। यति दुईवटा कुराहरू छ है। अलिकति इम्पोर्टेन्ट टपिक हो यो चाहिँ क्लास र अब्जेक्ट है त। पछि ओबीमा पनि हामी डिस्कस गरिन्छ। ल अब चाहिँ मेन मेथड भनेको के हो अनि अर्को स्ट्रिङ आर्क्स भनेर छ। यो चाहिँ के हो भने स्ट्रिङ भनेको यो चाहिँ अहिले एज अ लिस्ट यसले लिइरहेछ। अनि यसले चाहिँ के लिन्छ लिस्ट अफ आर्गुमेन्ट्स। अब कहाँको आर्गुमेन्ट्स लिन्छ त भन्दा तिमीहरूले कमान्ड लाइनको आर्गुमेन्ट्सहरू चाहिँ एज अ स्ट्रिङ आर्ट्स भनेर यसले लिएर आउँछ है। त्यही भएर यहाँ स्ट्रिङ आर्ट्स राखिदिएको। तर यो हटाए पनि केही फरक पर्दैन। यदि तिमीहरूले कमान्ड लाइनबाट आर्गुमेन्ट पास गरिरहेको छैनौ भने यो हटाउँदा केही फरक पर्दैन। तर कमान्ड लाइनबाट आर्गुमेन्ट पास गरेको छ भने चाहिँ स्ट्रिङ आर्ट्स भनेर लिनु पर्यो है। जस्तै मैले भन्न खोजेको इनपुट लिइरहेको छ युजरबाट होइन। तिमीहरूले जस्तै मैले रन गरिसकेपछि कन्सोलबाट इनपुट प्रोभाइड गर्छौ नि त्यहाँ लिनु पर्यो नि त मेन मेथडले होइन। तबले एक्जिक्युट गर्न सकिन्छ। त्यो कन्डिसनमा चाहिँ स्ट्रिङ आर्क्स चाहियो है। ल अब एकचोटि यो ल यो सेभ गरौँ रन गरी हेरौँ है के आउँदो रहेछ। ल अब रन गर्दा चाहिँ अब राइट क्लिक गरेर सिधै यहाँ रन एजमा गएर वान जावा एप्लिकेसन गरे पनि हुन्छ। सुरुमा चाहिँ त्यो गर्दा पनि हुन्छ नत्र सिधै यहाँबाट रन गर्दा नि हुन्छ है। ल दिस स्टडी मेथड भनेर कल भएर रन भयो। ल के कन्फ्युजन छ भने सोध्दा हुन्छ। ओके सबैको नाम चाहिँ मलाई याद छैन है तर बिस्तारै बिस्तारै याद हुँदै जान्छ। अब तिमीहरूलाई के कन्फ्युजन छ भने चाहिँ आफू सोध्ने। ल स्ट्याटिक राख्दिउँ ल। ल यहाँ चाहिँ STATIC। ल अब यहाँ हेर यहाँ वार्निङ देखायो है। स्ट्याटिक राख्नु बित्तिकै के गर्यो त्यहाँ वार्निङ देखायो। अब चाहिँ यो अब्जेक्ट युज नगरेको भएर यहाँ चाहिँ वार्निङ देखाएको छ है। अब स्ट्याटिक राखेपछि यहाँ अब्जेक्ट चाहिएन यसलाई कल गर्न सेभ गरौँ रन गरौँ यही आयो ठिक छ नि होइन एउटै कुरा हो। तर अब स्ट्याटिक कन्स्ट्यान्टली युज गरिराख्नु नराख्ने। स्ट्याटिकको चाहिँ धेरै मिनिङ पनि आउँछ है। तिमीहरूले भेरिएबलहरूलाई स्ट्याटिक पनि गराउन सक्छौ। अनि यो यदि यो मेन मेथड यो मेथड स्टडी भन्ने मेथड स्ट्याटिक छ भने चाहिँ यसले लिने आर्गुमेन्ट्सहरू पनि के हुनुपर्छ स्ट्याटिक हुनुपर्छ। अब यो दुईवटा कुराहरू ध्यान दिनुपर्छ है यसमा चाहिँ। त्यही भएर स्ट्याटिक अलिकति कन्फ्युजिङ हुन सक्ला। त्यो भएर अहिलेको लागि चाहिँ स्ट्याटिक धेरै युज नगर्ने है। जब गर्नुपर्ने हुन्छ तब गरिन्छ। अनि स्ट्याटिक भेरिएबल स्पेसहरू एकचोटि मात्र कल हुन्छ है त्यो चाहिँ। अनि प्लस स्पेस अप्टिमाइजेसन मेमोरी अप्टिमाइजेसनको लागि पनि स्ट्याटिक किवर्ड युज हुन्छ। मेमोरी कसरी अप्टिमाइज भयो त जस्तै अब मैले
नन स्ट्याटिक मेथडहरूलाई कल गर्नु परेन, हरेकचोटि अब्जेक्ट इनिसियलाइज गर्नु पऱ्यो कि परेन। अब मैले इन्ट्रो भनेर अब्जेक्ट इनिसियलाइज गर्दा यसले मेमोरी खायो कि खाएन, खाएन होइन। अब अर्को अब्जेक्ट बनाउनु पर्ला, सपोज अर्को मेथड क्लास छ, त्यहाँ अरू अब्जेक्ट मेथडहरू छ, त्यो मेथड कल गर्नलाई फेरि त्यो क्लासको अब्जेक्ट बनाइराख्नु पऱ्यो भनेपछि यहाँ एक्स्ट्रा मेमोरी खाइरहेछ नि त। अब त्यो मेमोरी अप्टिमाइजेसन कसरी भयो त? अब मैले सिधै कल गर्न मिल्यो, स्ट्याटिक राखिदिन्छु होइन, मैले अब्जेक्ट बनाइराख्नु परेन हरेकचोटि। यी दुईवटा कुराहरू यसले चाहिँ अलिकति मेमोरी अप्टिमाइजेसनमा नि हेल्प गर्छ। यो चाहिँ बिस्तारै बिस्तारै तिमीहरूले सिक्दै जाने कुरा हो, अहिले त्यसमा धेरै फोकस गर्नुपर्छ। जस्ट के भन्न खोजे अहिले र यसले कसरी काम गर्छ त्यति चाहिँ बुझ्नु पर्यो है। ल यहाँसम्म केही कन्फ्युजन छ भने चाहिँ सोध, हामी बिस्तारै बिस्तारै जाउँ है, किनभने तिमीहरूको 4 जना मात्र होइन क्लास होइन, त्यही भएर फर्दर अरू स्टुडेन्टहरू पनि आउँछन् होला, त्यतिखेर चाहिँ अब जस धेरै फास्ट गयो भने चाहिँ उनीहरूलाई क्याच गर्न गाह्रो हुन्छ है। त्यही भएर बिस्तारै जाउँ, त्यही भएर स्लो एन्ड स्टेडी है त, त्यही बेसमा छ। केही कन्फ्युजन छ भने चाहिँ सोध्दा हुन्छ। एकचोटि ट्राई गर है, के गर भने एउटा मेथड बनाउने है, सिम्पल एउटा टास्क दिन्छ है त। एउटा के गर्नु पऱ्यो भने अहिले एउटा मेथड बनाउनु पऱ्यो, जे मेथडको नाम त्यस्तो स्पेसिफाई गर्दिनँ म, तर त्यसले चाहिँ जस्ट एउटा एडिसन, सब्ट्र्याक्सन, मल्टिप्लिकेसन, डिभिजन यति 4टा काम गर्ने मेथडहरू बनाउने। अनि मेथडहरू बनाइसकेपछि अनि प्रिन्ट गर्दा चाहिँ मेन मेथडबाटै प्रिन्ट गर्ने। अब तिमीहरूले अहिले चाहिँ प्रिन्ट गर्ने कसरी भन्दा यसरी प्रिन्ट गर्नु पऱ्यो है। अनि अब मेथड हाम्रो जुन डिफाइन गरेको मेथडमा प्रिन्ट गरेर माथिबाट कल गरेर गर्ने भन्न खोजेको है। जसरी मैले स्टडी गरेँ नि त्यसरी सम होइन, सब्ट्र्याक्सन त्यसरी चाहिँ गर्नु पऱ्यो। अनि अर्को काम के गर्नु पऱ्यो, युजरबाट इनपुट लिनु पर्दैन है अहिले। अब युजरबाट इनपुट लिने कसरी त्यो पनि अलिकति डिफ्रेन्ट छ, त्यो हामी पछि हेरौँला। जस्ट अहिले के गर्नु पऱ्यो, मल्टिपल मेथडहरू बनाउनु पऱ्यो। अनि मेथडहरूले के गर्ने रे, कसैले एड गर्ने, कसैले सब्ट्र्याक्ट गर्ने, कसैले डिभाइड गर्ने, यसरी चाहिँ गर्ने। अनि एड गर्न, सब्ट्र्याक्ट गर्न, डिभाइड गर्न नम्बर पास गर्ने हो कि त्यही मेथडभित्र डिफाइन गर्ने हो कि है आफूले गर्ने, त्यो चाहिँ है त। ल त्यति गरेर त ट्राई गर त, आएन भने पनि केही फरक परेन। हजुर भनौँ जुम गरौँ है। ल मैले सिम्पल एउटा मेथड बनाएको छु स्टडी भनेर, मैले त्यहीँ सम गरिदिएको छु है, केही फरक परेन है। ल यहाँ 1-2 कुराहरू चाहिँ के ध्यान दिनु पऱ्यो भने, मैले अब रिटर्न टाइप राखेपछि यहाँ के गर्नु पऱ्यो, भोइड राख्न मिलेन, यसले केही न केही त रिटर्न गर्छ, त्यही भएर यहाँ भोइड राख्न मिलेन है त। कि त तिमीहरूले सम गरेर यहीँ प्रिन्ट गर्न पनि पाइयो, सिधै आएपछि कल गर्ने, यहीँ डिफाइन गर्ने, यहीँ प्रिन्ट गर्ने, अनि कल माथिबाट गर्ने, त्यो गरेर पनि पाइयो, एउटै कुरा हो होइन, गर्ने सम हो। तर मैले यहाँ इन्टिजर भनेर डिफाइन गरेँ भने चाहिँ केही न केही रिटर्न गर्छ, यसले के रिटर्न गर्छ अरे, इन्टिजर टाइपको डेटा रिटर्न गर्छ, त्यो बुझ्नु पऱ्यो है। अब इन्टिजर टाइपको डेटा रिटर्न गर्छ, अनि यसले के भने मैले यहाँ इन्ट n1 इन्ट n2, अब यो दुईवटा के गरेँ मैले, भेरिएबल डिफाइन गरेँ है, आर्गुमेन्ट्स लियो। कसले लियो त, स्टडी भन्ने मेथडले 2टा आर्गुमेन्ट्स लियो, के लियो, n1 र n2। अब आर्गुमेन्ट दिँदा यहाँ यदि आर्गुमेन्ट लिन्छ भने त माथिबाट पास गर्दा पनि आर्गुमेन्टहरू पास गर्नु पऱ्यो कि परेन, पऱ्यो नि होइन। जहिले पनि मेथडलाई एज अ मेसिन टाइपको भिजुअलाइज गर्ने के। अब मेसिनमा केही कुरा गएको छ भने केही पठाएपछि पो जान्छ त होइन। मैले यहाँ केही डिफाइन गरेको छु भनेपछि के भयो त, यो यसमा मैले केही इनपुट दिएको छु होइन, केही इनपुट दिएको छु, अनि यो चाहिँ के भयो, यसले आउटपुट दिइरहेको छ है त, त्यो बुझ्नु पऱ्यो। अनि अब मैले इनपुट के दिएँ, 2टा इन्टिजर n1 र n2, अनि मैले त्यो कुरा माथिबाट पास गरेको है। अनि यसलाई चाहिँ भन्दा के भनिन्छ भने लोकल भेरिएबल भनिन्छ। अब त्यो भन्नुको मतलब यदि यो मेथड बाहिर चाहिँ मैले के गर्न पाउँदिनँ, n1 र n2 लाई युज गर्न पाउँदिनँ है। n1 र n2 लाई के भनिन्छ अरे, लोकल भेरिएबल। अब भेरिएबल भने के हो, डाटा टाइप भने के हो, यो पनि पढ्न बाँकी छ है हामीले। त्यही भएर जस्ट बुझ्न कोसिस मात्र गर्ने, अहिले बुझ भने के छैन मैले है त, जस्ट बुझ्न कोसिस गर्ने। अलिकति एडभान्स कुरा भयो कि यो अहिलेको हाम्रो क्लासको लागि फर्स्ट, तर बुझ्न कोसिस मात्र गर्ने है। अब अहिले इन्ट भने चाहिँ डाटा टाइप हो, n1 भने चाहिँ भेरिएबल हो। अब n1 भने चाहिँ जस्ट यो मेथड स्टडी भन्ने मेथडले मात्र युज गर्न मिल्छ, त्यही भएर लोकल भयो है। मैले यदि मेन मेथडमा मैले सपोज स्ट्रिङ भने पनि डाटा टाइप छ है जावामा, स्ट्रिङ नेम भनेर मैले डिफाइन गरेँ भने चाहिँ नेम स्ट्रिङ, र स्ट्रिङ नेम स्ट्रिङ भनेर मैले एउटा भेरिएबल डिफाइन गरेँ भने यो मेथड के भयो, ग्लोबल, सरी यो भेरिएबल के भयो, ग्लोबल भेरिएबल, बुझ्यौ। तर मैले यहाँभित्र यो मेथडभित्र string स्ट्रिङ नेम स्ट्रिङ भनेर डिफाइन गरेँ भने के भयो त,
यो के भयो नेम स्ट्रिङ 2 भनौँ यसलाई यो के भयो लोकल भेरिएबल यो चाहिँ के किन लोकल भेरिएबल किनभने यो स्टडी भन्ने मेथड भित्र छ अनि यो मेथडले मात्र युज गर्न पाउँछ है मैले यहाँ नेम स्ट्रिङ 2 भनेर मैले यहाँ युज गर्न मिल्दैन है माथि मेन मेथडमा युज गर्न मिल्दैन त्यही भएर यो लोकल भेरिएबल भयो है ल अब पहिला डाटा टाइप के हो भेरिएबल के हो त्यसपछि बल्ल हामी यहाँ पुग्छौँ मुलमा चाहिँ त्यो पढाउनै बाइक छ मैले हैन हजुर यो चाहिँ प्रिन्ट गर्ने स्टेटमेन्ट भयो है मैले अघि प्रिन्ट गरेर दिस स्टडी मेथड प्रिन्ट गरेको थिएँ नि यहाँ प्रिन्ट गर्नलाई यही नै हो है यो भन्न खोजा के हो भन्नु भने हो तिमीले सिस्टमबाट आउट भन्न खोजा हो कि जस्तो तिमीहरूले इनपुट लिनु पर्यो नि सिस्टम डट इन गर्छौ त्यो हामी हेरिन्छ है पछि अब स्क्यानर भन्ने एउटा युटिलिटी प्याकेज छ त्यहाँबाट इम्पोर्ट गरेर सिस्टम डट इन गरेपछि सिस्टमभित्र डाटा लिने भयो त्यसले चाहिँ केही कुरा प्रिन्ट गर्नु छ बाहिर डिस्प्ले गर्नु छ भने चाहिँ सिस्टम डट आउट अब प्रिन्ट भने प्रिन्ट भन्ने भइहाल्यो होइन एलएन भने चाहिँ नेक्स्ट लाइन हो है जस्तै भन्नु खोजेको मैले यो तल पनि एउटा लाइन लेखेँ होइन सिस आउट यहाँ चाहिँ मैले के भन्यो भने द नेक्स्ट लाइन भन्यो भने सेभ गरौँ है अब यहाँ एलएन छ नि त होइन भनेपछि यो सेपरेट लाइनमा आउने भयो तलको लाइनमा आउने भयो है एकचोटि यो हेरौँ है रन गरेर सेभ गरौँ अब यसलाई युज गरेछ भने हटाइदिने ल रन है अब यहाँ हेर त नेक्स्ट लाइन अब पहिला फर्स्ट अफ अल यो स्टडी अब यहाँ हेरेँ अलिकति काम कसरी भइरहेछ पनि हेर्नु पऱ्यो यहाँ मैले भर्खरै भने अब तिमीहरूलाई केही डाटा रेन्डर गर्नु छ भने हेर त यो प्लस युज गर्नु पऱ्यो है प्लस युज गरेर बल्ल हामीले के गर्न मिल्छ त्यसपछि बल्ल डाटा सिस्टममा पास गर्न मिल्छ सिस्टमले देखाउन सक्छ है त जसरी तिमीहरूले सायद अरू ल्याङ्ग्वेजमा पनि यस्तो छ नि है कतिको याद गरेका छौ अनि त्यसपछि अब यहाँ प्रिन्ट गर्ने कुरा भइहाल्यो अनि हरेक स्टेटमेन्टलाई सेमिकोलनले एन्ड गर्ने है यो चाहिँ बानी बसाल्नु पऱ्यो हरेक स्टेटमेन्टलाई सेमिकोलनले एन्ड अब यो मेथड डिफाइन गरेको स्टेटमेन्ट होइन त्यही भएर सेमिकोलनले एन्ड गर्नु परेन यदि तिमीहरूले यहाँ सेमिकोलनले एन्ड गर्छौ भने चाहिँ फेरि एब्स्ट्राक्सनको कुरा आउँछ त्यो पछि हेर्छौँ है किनभने मेथडलाई यहाँ तिमीहरूले यहाँ सेमिकोलन राख्दियो भने त यो सक्यो तर यो त पुरै हो नि मेथड त ओके अनि यहाँ कर्ली ब्रेसेस पछि सेमिकोलन दिनु पर्दैन क्लोजिङ कर्ली ब्रेसेस पछि अनि क्लास डिफाइन गर्दा यो कर्ली ब्रेसेस चाहिने नै भयो सबै कुरा क्लासभित्र हुन्छ अनि अलिकति तिमीहरूले के गर्ने भने यो लेख्ने तरिका हुन्छ नि कोड अब यसलाई चाहिँ अलिकति ध्यान दिनु पऱ्यो है तिमीहरूलाई अब खास यहाँ इन्डेन्टेसनको प्रब्लम चाहिँ छैन पाइथनमा जस्तो कर्ली ब्रेसेसले डिफाइन गर्छ तर कर्ली ब्रेसेस क्लोजिङहरू कहाँ कहाँ छ कन्फ्युजन चाहिँ हुनु भएन कन्फ्युजन क्रिएटसम्म चाहिँ हुनु भएन है त्यहाँ चाहिँ आफू क्लियर हुनु पऱ्यो ल अब यहाँ एक दुईवटा कुराहरू जस्तै मैले के गरेँ स्टडीमा डाटा पास गरेको छु यो भने के रहेछ लोकल भेरिएबल n1 रहेछ n2 भने अर्को लोकल भेरिएबल n2 है अनि अब मैले रिटर्न जस्ट के गरेँ समेसन रिटर्न गरेको छु सम गरेर रिटर्न भएको छ यहाँ आउँछ काम कसरी हुन्छ हेरौँ है यहाँ सुरुमा के कल हुन्छ अलवेज के रन हुन्छ सुरुमा रन हुने कुरा के मेन मेथड रन भन्दाखेरि के भयो त सुरुमा त यो कोड देख्छ उसले होइन अब कोड कसले रन गर्यो जेभिएमले रन गर्यो है त्यहाँदेखि जानु पर्यो कोड कसले रन गर्यो जेभिएम कोसँग छ जेआरई भित्र जेभिएम होइन जेआरई र जेभिएम कोसँग छ जेडीके है त ल ठिक छ त्यसपछि इन्ट्रो भन्ने क्लास रन देख्छ उसले अनि डट क्लास फाइल रन गर्छ है इन्ट्रो डट क्लास वाला फाइल रन गर्छ रन गरिसकेपछि के हुन्छ अथवा एक्जिक्युट गर्छ भनौँ है जेभिएमले एक्जिक्युट गर्छ यसको के क्रिएट हुन्छ बाइट कोड क्रिएट हुन्छ बाइट कोड कसले रन गर्छ जेभिएमले नै रन गर्छ यो मेरै मसिनमा छ जेभिएमले रन गर्छ त्यसपछि आउटपुट आउँछ है कम्पाइल भइसकेपछि आउटपुट आउँछ कम्पाइल गर्ने काम जेभिएमले गर्यो कम्पाइल भएर बाइट कोड आउने भयो ल अब आउटपुट आउनुभन्दा अगाडि के देख्छ त उसले सुरुमा मेन मेथडभित्र जाने भयो मेन मेथड रन गर्ने भयो मेन मेथड रन गर्दा सुरुमा हेर त अब यो प्रिन्ट गरेर भनेको छ प्रिन्ट गर्छ अनि त्यसपछि द सम इज भनेर स्टडी भन्ने एउटा मेथड कल भएको देख्छ उसले यहाँ चाहिँ के भयो मेथड कल है अनि त्यसपछि स्टडी भन्ने मेथड कल भएपछि कहाँ जाने भयो त यहाँ जाने भयो यो प्रिन्ट गर्दैन है स्टडी भन्ने मेथड कल हुन बित्तिकै कहाँ जान्छ
है। यो प्रिन्ट गर्न लागेको थियो, तर के भयो त स्टडी भन्ने मेथड कल भयो है। यो प्रिन्ट गर्नुभन्दा अगाडि स्टेटमेन्ट यहाँ क्लोज हुने हो है त। कल भयो, के कल भयो, स्टडी भन्ने मेथड कल भयो। कल हुन बित्तिकै कहाँ गयो, यहाँ गयो। 23 र 43 पास गर्छ यहाँ, त्यसपछि पास गरिसक्यो अनि दिस इज अ स्टडी मेथड भन्ने प्रिन्ट गर्यो है। फर्स्ट लाइन थियो। त्यसपछि रिटर्न गर्यो, के रिटर्न गर्यो, n1 र n2 रिटर्न गर्यो, n1 प्लस n2 रिटर्न गर्यो। अब यहाँ गयो, फेरि रिटर्न गर्न बित्तिकै फेरि यहाँ जान्छ है त। यहाँ गएपछि बल्ल यो सेन्टेन्स कम्प्लिट भयो कि भएन। अनि त्यसपछि द सम इज 66 भनेर आयो। अनि त्यसपछि द नेक्स्ट लाइन है, एक साइड चाहिँ कम भइरहेछ। अनि यहाँ अर्को कुरा के बुझ्ने भने, जस्तै मैले यहाँ सपोज नेक्स्ट एलएन भन्ने कुरा हटाइदिएँ भने चाहिँ के हुन्छ, सेम लाइनमा प्रिन्ट हुन्छ है। जस्तै ल यहीँबाट हटाइदिउँ, सेभ गरौँ, रन गरौँ। अहिले त अब यहाँ यसले केही फरक परेन, यसलाई हटाइदिउँ न, यो त लास्टमा प्रिन्ट हुने हो नि त होइन, त्यो केही फरक परेन। ल यहाँ हेर त अब के भयो, यहाँ गयो, यहाँ गएर यो देख्यो, यो देखेपछि यो प्रिन्ट गरिदियो, प्रिन्ट गरेपछि यो रिटर्न गर्यो, रिटर्न गरेर यहाँ गयो। अनि यो के भयो त, यहाँ एलएन छैन नि त, भनेपछि सेम लाइनमा प्रिन्ट भयो। तर यहाँ त एलएन छ नि त, भनेपछि नेक्स्ट स्टेटमेन्ट चाहिँ के भयो, डिफ्रेन्ट लाइनमा प्रिन्ट भयो है। द नेक्स्ट लाइन भन्दा चाहिँ डिफ्रेन्ट लाइनमा प्रिन्ट भयो, तर द सम इज भन्ने चाहिँ सेम लाइनमा प्रिन्ट भयो है। एलएनको काम चाहिँ त्यो हो, नेक्स्ट लाइन। ल अब तिमीहरूले चाहिँ के गर्नु पऱ्यो, यस्तै गरेर अब समेसन भयो, डिभाइड, मल्टिप्लिकेसन, अनि अर्को त्यही एक दुईवटा कुराहरू गर्नु पऱ्यो है, सब्ट्र्याक्सन। अनि गर्दा चाहिँ के पनि गर्ने भने लोकल भेरिएबल पनि क्रिएट गर्ने, अनि त्यसपछि कहिले सिधै प्रिन्ट गर्ने होइन। हाम्रो के तरिकाहरू छ। अब मेथडहरूमा जानु पऱ्यो भने चाहिँ मैले यहाँ इनपुट दिएर गरेँ होइन, आर्गुमेन्ट्स पनि लिएँ, रिटर्न टाइप पनि छ एउटा तरिका है। आर्गुमेन्ट्स लिएँ तर रिटर्न टाइप नहुने तरिका पनि हुन्छ है, अर्को तरिका। अनि आर्गुमेन्ट्स पनि नलिने, रिटर्न टाइप पनि नराख्ने, त्यो गर्न पनि पाइयो। आर्गुमेन्ट्स नलिने तर रिटर्न टाइप भएको, त्यो पनि हुन्छ है। ल यो चारवटा टाइप छ है, मैले भनिहालेँ, फेरि भन्छु एकचोटि। आर्गुमेन्ट्स नलिने, नो आर्गुमेन्ट्स नो रिटर्न टाइप, विथ आर्गुमेन्ट्स नो रिटर्न टाइप, अनि विदाउट आर्गुमेन्ट्स विदाउट रिटर्न टाइप, अनि लास्टमा चाहिँ अर्को एउटा मेथड है। चारवटामा तिमीहरूले मिलाएर गर्नु पऱ्यो, जे गर्दा पनि भयो। यो चाहिँ कुन टाइप भयो, आर्गुमेन्ट पनि लिने, रिटर्न टाइप पनि भएको। ल कुन भयो तिमीहरूको, भयो। मैले फर्स्टमा दिस चाहिँ स्टडी मेथड भन्ने प्रिन्ट गराएको थिएँ नि, याद छ, त्यो चाहिँ नो आर्गुमेन्ट नो रिटर्न टाइप है। यो त भइहाल्यो, सिम्पल, दुईवटा टाइप सकिसक्यो। अब दुईवटा टाइप भनेको चाहिँ अब एउटा आर्गुमेन्ट पनि लिने अनि रिटर्न टाइप नभएको, रिटर्न टाइप भएको, आर्गुमेन्ट नभएको। ल ट्राई गर है, ट्राई गर, भएन भने म गरिदिइहाल्छु, केही फरक परेन। तर हामीले खास आज चाहिँ पढ्नुपर्ने कुरा चाहिँ हुन चाहिँ भेरिएबल डाटा टाइपिङहरू हो होइन, तर यो पढ्यो पनि केही फरक परेन है। अब त्यस्तो पढ्दै गर्नलाई केही छैन, अलिकति एडभान्स छ, त्यो गाह्रो भयो भने चाहिँ भन्दा हुन्छ है। तिमीहरूलाई पहिला भेरिएबल डाटा टाइप भनेको के हो यताउता थाहा छ, थाहा छैन होइन, थाहा छ, तर अब त्यहाँ धेरै कुराहरू आउँछ है, अपरेटरमा प्रेसिडेन्सहरू यताउता आउँछ, त्यो पढ्छौँ हामी है। त्यहाँसम्म पुगेको छैन एकछिन।